चाहिँ सिद्धुवा बजार आइपुग्यौँ आज 31 गते। निकालेर यस्तोमा चाहिँ अब पूजा गर्ने ठाउँमा पुग्न लाग्यौँ है। छिटो छिटो आउनुहोस् है गाइजहरू। तल माइली र आनिरा दुईजना अलिक हिँड्न नसकेको अवस्था छ है उकालोमा। हो यहाँ माथि चाहिँ गाइने भाइहरूले सारङ्गी रेड्दै हुनुहुन्छ। माथि टोइलेट हैरान छ हौ साथीहरू। आज चाहिँ हुस्से लागेर भने जस्तो भएको छैन। सास बढेर उकालोमा हैरान छ। बहिनीहरू माथि पुगिसक्नु भयो। धेरै उकालो छ, धेरै लामो छ यो सिँढी पनि। यसरी तलैबाट डोराहरू टाँग्दै टाँग्दै आएको छ मान्छे। अझै निकै माथि आइपुग्यो है साथी हो। धेरै उकालो काटिसक्यो, अब अलिकति बाँकी छ। सेर फेपे गर्दै जानु परेको छ उकालोमा। हैरान छ। तल आउँदैछ दुईजना आमा छोरी। गाह्रो छ हिँड्नु। यहाँ चाहिँ माथिबाट पुग्न लागि यहाँ चाहिँ सानो पूजा गर्ने ठाउँ। म त त्यहाँ पुग्दा त डर लाग्छ र डरैले उँधो झरिन्छ। त्यहाँ त जानुहुन्न, त्यो त धेरै गाह्रो छ। ढुङ्गा पनि कति ताला हो अड्याएको रहेछ। अब चाहिँ अलिकति तेर्सो लाग्यो, धेरै सजिलोमा आइपुग्यो है।
मेरो त हातपाती टाउको दुख्दैन चिसोले नै होला तपाईँको यसरी यसरी ढुङ्गामाथि ढुङ्गा अड्याउने चलन रहेछ धेरैले अड्याएर चुली बनाएको छ अब चाहिँ टाकुरामा आइपुग्यो यस्तो चिल्लो टाकुराहरू छ कि यहाँ कस्तो रमाइलो छ दामी सबै गुराँसको बोटहरू गुराँस चाहिँ फुलेको छैन यो चाहिँ मन्दिर छोरी आइपुग्यौ गाह्रो भयो है कि छैन गाह्रो भएको गाह्रो भयो यो साल चाहिँ गुराँस फुलेको छैन रहेछ 1-2 बोट मात्रै फुलेको छ गुराँस नफुलेको नि ठाउँहरू अत्यन्तै रमाइलो छ चिल्लो डाँडाहरू एकदम शिखर चिसो छ एकैछिनमा कुहिरो आउने एकैछिनमा उक्रिने
यो चाहिँ नबोक्दा हुन्छ होला खबर चाहिँ फर्किँदैछौँ। अब जाडो भयो धेरै, अब जाने ओह्रालो झर्ने, अझै फोटो खिच्न धेरै छ। भिडियो दामी आइरहेको छ। जाडो लागेको छ कि छैन त्यो चाहिँ भनौँ न पहिला। जाडो त लागेको छ, कतिको धेरै हो कि थोरै हो कि अलिअलि लागेको छ। रमाइलो भयो है। अब हामी ओह्रालो झरिरहेका छौँ, यस्तो सिँढी सिँढी जाडो पनि अति नै भइरहेको छ। तल गएर चाहिँ हामी तातो चिया खाने पिलिसिने गरी तातो यम्मी यम्मी चिया खाने। वासरुम जाने हो। कस्तो हुस्सु लागेको है, मेरो लागिरहेछ, कुहिरो उडिरहेछ। गाइज अति नै धेरै भयो नि यो त। यस्तो भएपछि त म वासरुम जान्छु। दाजु तान्नुहुन्छ हौ उयो ठेलिदियो हुन्छ ब्याग यतै छ है। यहाँ हेर्नु है, यहाँ बस्नु। गल्यो छोरी, ल एकछिन बिसाउ बिसाउ।